काठमाडौँको एउटा दाइले तेल चाहियो भन्दै हुनुहुन्थ्यो अनि मैले चाहिँ तोरी ल्याएर अब तेल पेलिनु पऱ्यो। दाइलाई फ्रेस तेल चाहिन्छ भनेर अनि मैले पेल्न थालेँ। यो तोरी अस्ति चालेको भिडियो हेरिसक्नु होला, त्यहीबाट चालेर चाहिँ यो तोरी ल्याएँ अनि त्यसपछि मिसिन स्टार्ट गरेँ। स्टार्ट गरिसकेपछि त्यो दाइले अनि भाइ एकदम शुद्ध चाहिन्छ है, हामीलाई 100% ग्यारेन्टी हुनुपर्छ नि, फेरि फिर्ता गरिदिन्छु भन्नुभयो। एकदम 100% हुन्छ दाइ, तपाईँ चिन्तै नगर्नु न यस विषयमा, म तपाईँलाई भिडियो पठाइदिन्छु भनेर यो भिडियो बनाउन लगाएको। सबैजनाले हेरेर माया गरिदिनु होला। फेरि मेरो ह्यान्सी भेनाले हिजो भाइ तिमीले कति राम्रो भिडियो बनाएको भनेर चाहिँ उहाँले आफ्नो वेलमेड फेसनको टिकटकको स्टोरीमा हालिदिनु भएछ। उहाँलाई चाहिँ बिहानदेखि बेलुकासम्म तिमीले तेल पनि बेच्न लगाएको हो भनेर पुरै म्यासेज आइरहेको रहेछ। अनि भेनाले तुरुन्तै मलाई कल गरेर भाइ मेरो धादिङको साथीले 15 लिटर तेल मगाएको छ, भोलि फर्स्ट आवरमै गाडीमा हालिदियो है भनेर मेरो इस्यु आइडी माग्नुभयो। अनि मैले बिहान आज डेलिभर गरिदिएँ 15 लिटर। अनि भेनाले कुन चाहिँ भिडियो राम्रो लाग्यो भनेर हेर्न गएको थियो, त्यो भिडियो त भाइरल पो भएछ। कतिजनाले कमेन्टहरू गरिरहनु भएको रहेछ अनि सबैको कमेन्ट गर्दा थाकेँ म त। धेरैजनाले मेसेज गर्नुभएको छ। दिदीले हिजो इमाडोलको दिदीले पनि कल गर्नुभयो। त्यस्तै गरी पोखराको दाइले चाहिँ 10 लिटर तेल पहिला चाहिँ 5 लिटर तेल मगाउनु भएको थियो, मैले प्याक गरिदिइसकेको थिएँ। अनि होइन भाइ मेरो सालो पनि आउनु भएको छ, उहाँलाई पनि 5 लिटर प्याक गरिदेऊ न भनेर भन्नुभयो। अनि उहाँले सेवामा पैसा हालिदिइसकेपछि मैले प्याकेजिङ गरेर बसमा हालिदिएँ। अनि बेलुका कल गर्नुभएको थियो, भाइ मैले त 4 बजेतिर पाएँ सामान, थ्याङ्क यू भनेर भन्नुभएको थियो। दाइ यो तेल मिठो लाग्यो भने म अझै 35 लिटर मगाउँछु 3 महिनाको लागि भन्दै हुनुहुन्थ्यो। हुन्छ दाइ एकचोटि टेस्ट गरेर हेर्नु न हजुरलाई कस्तो लाग्छ। गरिसकेपछि क्वालिटी त थाहा पाइहाल्छ नि, अहिले ठग्न मिल्दैन, एकदम अहिले क्वालिटीको जमाना छ होइन, मान्छेहरूले पैसा भन्दा नि क्वालिटी हेर्छन्। यो तेल रेडी भइसकेपछि फिल्टरेसन प्रोसेसमा जान्छ, हाम्रो डबल फिल्टर हुन्छ। तपाईँले मेरो डबल फिल्टरवाला भिडियो हेर्नु भएको छैन भने त्यो अहिले गएर हेरिहाल्नु होला। अझै हजुरलाई चाहिँ हाम्रो तेल मिलको बारेमा चाहिँ थाहा पाउनु छ भने हामीलाई फलो गर्नु होला, म यस्तै भिडियोहरू बनाएर हजुरलाई पोस्ट गर्नेछु।